साथीहरु आज चाहिँ भिडियो विशेष चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ 12 वाटको प्यानल लाइट हो। यो चाहिँ सर्ट केसमा हेर्न सक्नुहुन्छ। अब यो लाइट फिट गर्नको लागि चाहिँ हामीलाई ह्यान्ड टुलहरु पनि चाहिन्छ। मल्टी वाइड स्ट्रिपर अनि प्लायर्स अनि त्यसपछि स्क्रू ड्राइभर, लाइन टेस्टर, त्यसपछि इन्सुलेसन टेप, त्यसपछि यो ह्यामर अनि हामीलाई यो ग्रिप पनि चाहिन्छ। पीवीसी ग्रिप हेर्न सक्नुहुन्छ। अनि त्यसपछि हामीलाई ब्ल्याक स्क्रू पनि आवश्यक पर्छ। स्क्रू अब यो 12 वाटको प्यानल लाइट फिट गर्न लागिरहेको छ। आज चाहिँ भिडियो विशेष छ साथी हेर्न सक्नुहुन्छ। यो चाहिँ 12 वाटको प्यानल लाइट सर्ट केसमा हेर्न सक्नुहुन्छ। यहाँ पनि स्क्रू अनि यहाँनिर हेर्न सक्नुहुन्छ। यो बेस यहाँ दिइरहेको छ हेर्न सक्नुहुन्छ। यसको लागि यहाँ लाइटको लकको लागि यो चाहिँ 12 वाटको प्यानल लाइट। अब त्यसपछि हामीले यो ड्रिल पनि चाहिन्छ। हामी ड्रिल गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो रेड फेज यो ब्ल्याक चाहिँ न्युट्रल हो हेर्न सक्नुहुन्छ। यहाँ सर्कुलर बक्स यहाँनिर फिट गर्न लागिरहेको छ। हामीले यहाँनिर हेर्न सक्नुहुन्छ। यहाँनिर एउटा चाहिँ सर्कुलर बक्समा हामीले त्यसपछि अर्को चाहिँ हामीले ड्रिल गर्ने र यहाँनिर एउटा चाहिँ ड्रिल गर्न लागिरहेको छ। यहाँनिर मार्किङ यो चाहिँ अब यहाँ मार्किङ ड्रिल हुन्छ। यहाँ अब यो ड्रिल मेसिनले यो बिट अब यहाँनिर ड्रिल गर्न लागिरहेको हेर्न सक्नुहुन्छ। यो चाहिँ पीवीसी ग्रिप अब ड्रिल भइसक्यो। अब त्यसपछि यो ह्यामरलाई यहाँनिर 1 इन्चीको ब्ल्याक स्क्रू यसमा यो सर्कुलर बक्समा एउटा, त्यसपछि लक पनि यहाँनिर यहाँ टाइट भइसक्यो या फिट भइसक्यो। अब चाहिँ हामीले लाइटको वायर चाहिँ अलिकता बढी नै राख्नुपर्ने हुन्छ। किनभने तपाईँको पछि रिपेयरिङ गर्दा पनि अलिक छोटो हुन जान्छ। त्यस कारणले अलिक बढी नै राख्नु। यो कसैले यता माथि नै सानो राख्छ, यही ठुलै राख्नुपर्ने हुन्छ। अब यो चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ 12 वाटको प्यानल लाइट हो हेर्न सक्नुहुन्छ। 12, 18 अब कति साइज चाहिँ राख्नुहुन्छ। यो चाहिँ प्यानल लाइटको कन्डिसन चाहिँ यो ब्लू वाला चाहिँ न्युट्रल, त्यसपछि यो ब्राउन वाला चाहिँ फेज हो हेर्न सक्नुहुन्छ। अनि त्यसपछि अब न्युट्रल यो ब्ल्याक यो न्युट्रल हो। न्युट्रलमा यहाँनिर कनेक्सन चाहिँ टाइट गर्नुपर्ने हुन्छ, नत्र भए लुज भयो भने हुँदैन। यो टाइट गरिरहेको छ। त्यसपछि हामीले इन्सुलेसन टेपिङ राम्रोसँग लगाउनु पर्ने हुन्छ। त्यसपछि यो ब्राउन र यो रेड चाहिँ फेज हो। यो फेज चाहिँ हाम्रो फेज लाइनमा यसरी कनेक्सन गर्नुपर्ने हुन्छ हेर्न सक्नुहुन्छ। यो चाहिँ प्यानल लाइट हेर्न सक्नुहुन्छ। प्यानल लाइट फिटिङ। अब यो प्यानल लाइट चाहिँ यहाँनिर आज फिटिङ भइरहेको छ। यो चाहिँ 12 वाटको प्यानल लाइट। यहाँ साइडमा स्क्रू एउटा अनि यहाँ एउटा स्क्रू हुन्छ। यहाँनिर प्याकिङमा हेर्न सक्नुहुन्छ। यो चाहिँ दुईवटा स्क्रू चाहिँ यहाँ यो साइड टाइट गर्नुको लागि यहाँ दुईवटा स्क्रू। अब त्यसपछि यहाँ यसरी मिलाएर त्यसपछि हामीले यहाँनिर यसरी यहाँ एउटा स्क्रू टाइट हुन्छ। यहाँ एउटा स्क्रू टाइट हुन्छ। यो स्क्रू ड्राइभरले यहाँनिर यहाँ टाइट गरिरहेको छ। साथीहरु यहाँ हेर्न सक्नुहुन्छ। फाइनली 12 वाटको प्यानल लाइट चाहिँ यहाँनिर कनेक्सन 12 वाटको प्यानल लाइट चाहिँ यहाँ फिटिङ भइरहेको छ। साथीहरु च्यानलमा नयाँ हुनुहुन्छ भने एसटिपी इलेक्ट्रिक प्लम्बर युट्युब च्यानल सब्स्क्राइब गर्नु होला। नयाँ हुनुहुन्छ भने फलो गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला।